सबैमा नमस्कार। यतिखेर हामी छत्रकोट देवालय छत्रकोट 3 चुइगा गुल्मी परिसरबाट यो सामाजिक सञ्जालमा जोडिएका छौँ। यस देवालय क्षेत्र थप आकर्षक, पर्यटन मैत्री र थप सौन्दर्यीकरणको लागि हामीले केही पूर्वाधारहरू थपेका छौँ। सही क्रममा हामीले छत्रकोट 3 चुइगा घिसिनेटा भन्ने स्थानमा नेपालको राष्ट्रिय झण्डा निर्माण गरेका छौँ। जननी जन्मभूमिस्य स्वर्गादपि गरीयसी भन्ने लेखसहित यो हामीले सजावट गरेका छौँ। सँगै रामसीता हनुमान मन्दिर जाने बाटो रहेको छ। देवालय प्रवेशद्वार नजिकको दृश्य हो यो। यस परिसरमा पर्यटन विश्राम स्थल, खाजा पसल, आइसक्रिम तथा कफी सप, सार्वजनिक शौचालयहरू रहेका छन्। पूजा सामग्री जस्ता पसलहरू पनि छन्। हामीले छत्रकोटलाई जिरो बेस मानेर गुगल म्याप अनुसार गुल्मी लगायत छिमेकी जिल्लाहरूमा रहेका ऐतिहासिक धार्मिक महत्त्वपूर्ण मठ मन्दिरहरूको लोकेसन, यहाँबाट कति टाढामा छन् ती ऐतिहासिक सम्पदा भन्ने जानकारीमूलक बोर्डहरू राखेका छौँ। यसले छत्रकोट देवालयमा आउने दर्शनार्थीहरूका लागि सो स्थानमा पुग्ने थप उत्साह, आकाङ्क्षा लाग्नेछ भन्ने हाम्रो अनुमान रहेको छ। यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी स्ट्यान्ड सँगै नेपालको राष्ट्रिय झण्डा र ठुलो अक्षरमा लेखिएको छत्रकोट चुइगा तपाईहरूको स्वागतका लागि आतुर छ। सबैलाई निमन्त्रणा छ। यस देवालयमा पाल्नुहोस्, मनोकामना पक्कै पुरा हुनेछ भन्दै आजको लागि यस भिडियोबाट बिदा हुन चाहन्छु।